हेलो नमस्ते साथीहरु, स्वागत छ कनेक्ट टु नेपाल युट्युब च्यानलमा। साथीहरु, मलेसियादेखि फ्याक्ट्री वर्करको डिमान्ड आएको छ। के कसरी एप्लाई गर्न छ फुल भिडियो हेर्नु होला। र टिकटक साथीहरुलाई के भन्न चाहन्छु, जो मेरो टिकटक आइडी देखि हेरिरहेछ भने मेरो युट्युब च्यानलमा गएर भिजिट गर्नु होला, लाइक र सब्स्क्राइब गरिदिनु होला। तपाईले नयाँ डिमान्डको अपडेट पाउनेवाला हुनुहुन्छ साथीहरु। र के कसरी एप्लाई गर्न छ म भनिरहेछु, भिडियो स्किप गरेर नहेरिदिनु होला। तपाईको टाइम धेरै खादैन, सिधै अब डिमान्डतिर लाग्छु। स्टेप टु स्टेप हेर्नु होला साथीहरु। पहिलो डिमान्ड आएको छ, हेर्नुस् पहिला। यसमा 100 जनाको माग छ साथीहरु। जीबी इन्डस्ट्रियल एसडीएन बीएसडी फ्याक्ट्री वर्करको माग गरेको छ 100 जनाको। बेसिक सैलरी 1700 रहेको छ भने यसमा ओभरटाइम मजाले चलिरहेको छ। जो साथीहरु मलेसियादेखि हेर्नु भएको छ भने यसको रिभ्यू दिनु होला। राम्रो छ, किन राम्रो छ हजुरहरूले भनेपा झन् राम्रो हुन्छ। त्यस्तै अब यसमा अन्तर्वार्ता यही मिति 2025 को मईको हुन गइरहेको छ। दिन आइतबार परिरहेको छ भने यो मेन पावरको नाम रहेको छ मोन्टेज ओभरसीज प्राइभेट लिमिटेड। मोबाइलमा नम्बर दिएको, स्क्रिनमा मोबाइल नम्बर दिएको छ। हजुरले कल नगरी सिधै मेन पावरमा भिजिट गर्नु होला। किन भन्दैछु, जो अझै काठमाडौँको वरिपरि छ या काठमाडौँ भित्रै छ भने बल्ल मात्रै जानु होला यसको अन्तर्वार्ता दिनको लागि। किनभने टन्नै मान्छे छन्, मलेसियाको लागि सिट प्याक भइसकेको होला। त्यही भएर फोन गरेर केही काम छैन। यदि हालमा हजुर काठमाडौँ त्यही हुनुहुन्छ या काठमाडौँको धेरै टाढा हुनुहुन्न भने बल्ल एप्लाई गर्नु होला। किनभने यही मेन पावरमा अझै एउटा डिमान्ड आएको छ, त्यो पनि हेर्नु साथीहरु। र जो टाढाको छ भने त्यो यो मेन पावरको लागि नआउनु होला यो डिमान्डको लागि, किनभने अलरेडी प्याक भइहाल्छ। 100 जनाको कोटा छ। त्यही भएर म भनिरहेको छु, जो हालमै अहिले काठमाडौँ छ उले एकचोटि गएर मेन पावर भिजिट गरोस्। फोनले केही हुनेवाला छैन साथीहरु, म सिधै भन्छु। जे छ त्यो एकदम क्लियर भन्नेवाला छु। त्यस्तै गरी अर्को डिमान्ड हेरौँ। अब यहाँसम्म हेरिसक्नु भएको छ भने प्लिज लाइक र सब्स्क्राइब गरिदिनु होला साथीभाइहरु। ल अर्को डिमान्ड आएको छ मलेसियादेखि इकोनोमी सर्भिस एसडीएन बीएसडी फ्याक्ट्री वर्करको माग गरेको छ 800 जनाको, मात्र 80 जनाको। अब यो पुरानो डिमान्ड भयो भने केही छैन, नयाँ डिमान्ड आएको छ साथीहरु। यो पुरानोले अपलोड गरिदिएको छ, त्यही अघि नै आएको डिमान्ड मेन पावरदेखि आएको हो। मोन्टेज ओभरसीज प्राइभेट लिमिटेड। हजुर यदि काठमाडौँ भित्रै हुनुहुन्छ भने यो मेन पावरमा जानु होला, नभए नजानु होला साथीहरु। फोन गरेर जो टाढाको मान्छेमा पटक पटक भनिरहेको छ नजानु होला। र मलेसियाको लागि भन्दा राम्रो एउटा अझै आएको छ फिमेलको लागि, दिदी बहिनीहरुको लागि धेरै राम्रो डिमान्ड आएको छ। म अहिले पछि भन्छु। त्यस्तै गरी अर्को डिमान्ड आएको छ मलेसियाको फ्याक्ट्री वर्करको, त्यसमा लागौँ। र फिमेलको लागि राम्रो डिमान्ड आएको छ, अहिले भन्छु। त्यो युरोपको लागि हो, धेरै राम्रो र धेरै विश्वासी कम्पनीको आएको छ। पहिला अब अर्को डिमान्ड मलेसियाको भनौँ। र यो धेरै राम्रो डिमान्ड आएको छ साथीहरु। बिङ म्यानुफ्याक्चरिङ एमएसएसबी भनेको हो। यो फ्याक्ट्री वर्करको 16 जनाको मात्र माग गरेको छ भने यसमा पुरानो डिमान्ड छ, केही टेन्सन नलिनु होला। यो यसमा आकै छ डिमान्ड है, त्यसमा टेन्सन लियो। पुरानो डिमान्ड भएर फेरि रिअपलोड भएको हो, त्यही भएर मैले गरिरहेको छु। खाने सुविधा दिएको छैन भने बस्ने सुविधा दिएको छ। 2 वर्षको कन्ट्र्याक्ट पिरियड हुनेको छ भने यो भन्दा राम्रो त मलाई यो लजिस्टिक मलेसिया एसडीएन बीएसडी यसमा हजुरले एप्लाई गर्नु होला। यसमा सैलरी धेरै रहेको छ। पुरानो साथीहरुले कमेन्ट पनि गरेछन्, सर यो धेरै राम्रो रहेको छ। यसमा मेसिन अपरेटरको माग गरेको छ, जनरल वर्करको माग छ 73 जनाको माग छ। बेसिक सैलरी 1700। यो नयाँ डिमान्ड हो। र खाने सुविधा दिएको छैन भने बस्ने सुविधा दिएको छ साथीहरु। र म यही भन्छु, यसमा जानु होला। जो नजिकको छ यसको अन्तर्वार्ता मेन पावरको क्यारियरमा हुन गइरहेको छ भने जेठको 19-23 मईको हुन गइरहेको छ साथीहरु। र यो मेन पावरको नाम रहेको छ माइलस्टोन इम्प्लोयमेन्ट सर्भिस प्राइभेट लिमिटेड। यो मेन पावरको नाम रहेको छ भने यो कुपन टोलमा रहेको छ साथीहरु। जो हाल काठमाडौँमा बसेछ त्यो मात्रै एप्लाई गर्नु होला। म पटक पटक भनिरहेको छ, जो टाढा छ भने गएर भिजिट गरौँ, त्यो हुनेवाला छैन साथीहरु। र जुन दिन फ्री भिसा फ्री टिकटको आउँछ मलेसियाको, अनि बल्ल म भन्नेवाला छु कि गएर जो टाढाको मान्छे छ त्यो गएर एप्लाई गर्नु होला। किनभने यिनीहरुको धेरै बहुत कम कोटा छ, तिनीहरुको अफिसमै त्यति पासपोर्ट भएको हुन्छ। त्यही भएर यिनीहरु पैसा लिनेवाला हुन् पहिलो नम्बरमा, र धेरै पैसा लिन्छन्। र अहिलेको जमानामा प्लिज एजेन्टको मार्फत नजानु होला। सकेसम्म हजुरले आफै गएर एप्लाई गर्नुस्। अहिले धेरै राम्रो भइरहेको छ। र केही दिनमा मलेसियाको फ्री भिसा फ्री टिकट आउँछ। अहिले सबै जति आइरहेको छ अहिले सब पेड हो, तर केही दिनमा अस्तिको आथ्यो इन्टरनेशनल मेन पावरदेखि फ्री भिसा फ्री टिकटको। त्यस्तै गरी अब केही दिनमा अझै आउनेवाला छ साथीहरु। त्यस्तै गरी अब अर्को डिमान्ड छ, त्यसमा नि अब लागौँ।
अब फिमेलको लागि डिमान्ड आएको छ साथीहरू। धेरै जसो अहिले फिमेलको लागि मलेसियाको डिमान्ड आएको छैन, यति बुझ्नु होला। साइप्रस जो चाहन्छ उसलाई मैले आधी मात्रै डिमान्ड यसको बारेमा भन्नेवाला छु। जसलाई साइप्रस जान छ भने वेटरको 10 जनाको माग 70 देखि 700 युरोदेखि 800 युरो। हजुरको कम्तीमा हजुरको 1,25,000 1,50,000 मजाले कमाउनु हुनुहुन्छ। त्यस्तै गरी हाउसकिपिङको माग गरेको छ 10 जना, त्यसमा नि 800 युरो जति रहेको छ भने कुकको पनि 10 जनाको माग गरिरहेको छ, यसमा 1,000 युरोदेखि 12,000 युरो रहेको छ भने वेट्रेसको पनि यही माग गरिरहेको छ भने म यसमा के भन्न चाहन्छु, किचन हेल्परको 5 जनाको जसलाई यसमा पहिलो नम्बरमा यिनीहरू जानको लागि हजुरलाई इङ्ग्लिस मजाले आउनुपर्ने हो र 2 सालको कम्तीमा हजुरलाई एक्सपिरियन्स हुनुपर्ने हो साथीहरू। त्यही फिल्डमा हजुरलाई एक्सपिरियन्स छ भने हजुरले एकचोटि मलाई कमेन्ट गर्नु होला के एप्लाई गर्न छ, त्यसको अझै प्रोसेस गर्नेवाला छु। साइप्रसको अहिले बहुत छिटो काम हुनेवाला छ, तर यसमा पैसा अलि धेरै लाग्छ दिदीबहिनीहरूले म भन्न चाहन्छु। यदि साइप्रसतिर जान छ भने मलाई कमेन्ट गर्नु होला। मैले मेन पावर कुन छ र कसरी जाने हो र कति दिनमा हुनेवाला म सब कुरा भन्नेवाला छु। सिरियस पर्सन मात्रै मलाई भन्नु होला, जो पाए त्यस्तै नगर्नु होला मलाई मेसेज कमेन्ट ल। त्यस्तै गरी भयो लास्ट डिमान्ड छ, त्यो पनि म भनिदिनु दाइ भाइहरूलाई। अर्को डिमान्ड हेरौँ अब। त्यस्तै गरी साथीहरू यो दुबईदेखि आएको छ लेगेसी फेसिलिटी म्यानुफ्याक्चरिङ सर्भिस LLC साथीहरू। यसमा क्लिनरको माग गरेको छ, जनरल क्लिनरको माग गरेको छ 200 जना पुरुषको 900 जति हजुरको 33,000 दिएको छ भने खाने बस्ने सुविधा कम्पनीले प्रोभाइड गर्छ भने हप्ताको 6 दिन 8 घण्टा काम गर्ने हो। र यसको अन्तर्वार्ता मेन पावरको कार्यालयमा जेठको 2082 जेठको 8 गते हुन गइरहेको छ भने 22 मईको हुन गइरहेको छ भने यो मेन पावरको नाम रहेको छ एसिया लिङ्क सर्भिस प्राइभेट लिमिटेड साथीहरू। यो वसुन्धरामा रहेको छ भने हजुरले एकचोटि फोन गर्न पनि सक्नुहुन्छ, फोन उठ्नेवाला छ यसमा। जसलाई जान छ भने यसमा कम लागत र यो मेन पावर धेरै राम्रो रहेको छ, यसको रेस्पोन्स पनि छिटो भइरहेको छ भने त्यही भएर मैले यो डिमान्ड भनेको छु तपाईहरूलाई। त्यस्तै गरी लास्ट एउटा डिमान्ड छ, त्यो पनि हेरेर जाम साथीहरू। र प्लिज मन परेमा लाइक र सब्सक्राइब गरिदिनु होला साथीहरू, तपाईहरूले सब्सक्राइब गर्नु होला। त्यही भएर एउटा लास्ट डिमान्ड छ, त्यो पनि हेरेर जाम साथीहरू। यो कुवेतदेखि आएको छ साथीहरू। गल्फ एक्सचेन्ज फ्याकल्टी एन्ड प्रोडक्सन अफ एग्रिकल्चर सोयल इम्प्लोइमेन्ट। यो हेल्परको माग गरेको छ भने 23 जना पुरुषको हजुरको 44,000 रहेको छ भने खाने सुविधा दिएको छ, बस्ने सुविधा पनि दिएको छ। हप्ताको 6 दिन 8 घण्टा ड्युटी रहेको छ भने यसको ओभर टाइम चल्छ कि चल्दैन हजुरले मेन पावरमा सिधै गएर भिजिट गर्नु होला। मेन पावर पनि धेरै राम्रो रहेको छ भने मुना विल LLC यो पनि माग गरेको छ कुक अफिस कुक कफी कुकको माग गरेको छ भने 5 जना पुरुषको र 2 जना महिलाको हजुरको 52,000 खाने बस्ने सुविधा कम्पनीले दिइरहेको छ भने वेटरको माग गरेको छ 12 जनाको र 1 जना महिलाको। यसमा 49,000 को रहेको छ स्यालेरी। यसमा नि खाना बस्ने सुविधा कम्पनीले दिइरहेको छ भने यसको अन्तर्वार्ता हे मिति 2082 र जेठको 7 गते हुन गइरहेको छ भने 21 मई हजुरले मेन पावरमा सिधा गएर भिजिट गर्नु होला। नीलकमल ह्युमन रिसोर्सेस प्राइभेट लिमिटेड। यो मेन पावर धेरै राम्रो रहेको छ साथीहरू। प्लिज यसमा गएर सिधै एजेन्टको त नजानु होला, एजेन्ट थुप्रै भिड्छन्। सिधै मेन पावरमा भिजिट गर्नु होला जसलाई जान छ भने। यो मेन पावर धेरै राम्रो रहेको छ भने। हस्, थ्याङ्क यू टु वाचिङ माई कनेक्ट टु नेपाल युट्युब च्यानल। मेरो बायोमा व्हाट्सएप नम्बर छ, मलाई मेसेज गर्न सक्नुहुन्छ। र अझै के भन्न चाहन्छु, मलेसियाको फिमेलको लागि केही दिनमा डिमान्ड आउनेवाला छ र केही दिनमा फ्री भिसा फ्री टिकट पनि मलेसियाको आउनेवाला छ। हस्, थ्याङ्क यू टु वाचिङ माई कनेक्ट टु नेपाल युट्युब च्यानल।